Hi guys, आज चाहिँ नेक्स्ट डे हो हाम्रो हेटौडाको अनि हामीहरू सबैजना फिसिङ गर्न जानु लाग्यो खेतमा। अब माछा गङ्गडा के पाउँछ अनि यहाँ छ हाम्रो ग्याङहरू थाहा हुने मान्छेहरू। मामा यहाँ मामा छ, डेभिड छ, आसु अनि एउटा भाइ छ अनि चाहिँ खेत त्यहाँबाट आएको हामी। भ्यू पनि राम्रो देखाएको छ। यो के हो पुरै पहिलो भएको छ त बच्चा, के हो यो? घाँस हो? पहाडहरू कस्तो दामी देखेको सिनहरू पुरै। मकैहरू पनि फल्दैछ। खै यो के गेडा फलेछ? यो बोडी हो, घिउ बोडी जस्तो लाग्यो। अस्ति तिम्रो मामा घरमा थिएन त्यस्तै त भने घिउ बोडी जस्तो लाग्यो। तिम्रो हतियार देखाउ त अलि राम्रोसँग। के भन्छ सिकल मामा कतिवटा माछा समात्ने, कतिवटा गङ्गडा समात्ने? हामी अब त्यहाँ पुगेपछि थाहा हुन्छ। सकेसम्म यति ल्याउने हो, खाली हात आउने हो भन्दै छैन भने गाली हजाउने। हामी सबजना जाँदैछौँ अनि यो कुकुर पनि आएर चाहिँ, कुकुरको नाम चाहिँ सेरु रे। सेरु हेऱ्यो, सेरु हो, सेरु रे हो नाम। ल लेट्स गो सेरु। सेरुले बाटो देखाउँदैछ। अब कतातिर हो भन्दै रहेछ। कहाँ छ खोला भन्छ यार? यता तलतिर खोला छ अरे। अलिकति मुनि गएपछि थाहा हुन्छ। हामी कति मिनट जति हिँड्यो होला बच्चा? 15? कति मिनट भयो? 10 मिनट भयो होला है हिँडेको। 10-15 मिनट जति भयो। सेरु त्यो स्मारक डाँडाहरू। आसु ल कता हो अब? खेतमा भोट मास लिन जान्ला। लपत माछा देख्छ? एउटा तिनवटा रहेछ त त्यो एउटा हल्का यहाँ यो दुईवटा यो चाहिँ के हो? ब्यागुता। ल है गाइज, हामी चाहिँ अब यहाँ के भेट्छ त्यही समात्न आएको। ट्र्याक सिस्टम बनाइरहेको छ यहाँ। के भेट्छ कुनै? ओ के हो? भेट्यो? यो अलिक तिमीले तलै गरे के यो के अनि यो अलिक गरेर अनि छिर्ने ठाउँ है त्यसलाई। कहाँ छिर्ने ठाउँ भएन दिनु यो देखेन यहाँ कि त अलि माथि थाप्नु पर्यो। अलि झुल अगाडि गर्ने सपनामा गडेला मारेर देखाएको थिएँ मैले। आज मारौँ भने अलिकति पर्दैन तिनै जामिन छ र माछा मार्नेहरू यहाँ त फेरि कतिवटा हुन्छ होला? ऊ त्यहाँतिर ऊ त्यो पालबाट जान्छ होला नि त भाउजू। ऊ त्यो झुसले गिराएको छ नि। अघिको हाँस्या
यहाँ लिएर छोरा खोइ कहाँ छ खोइ छगे भन्दिन अहिले देखाउँदा म त यहाँ अरू ग्याङहरू चाहिँ झार काट्यो कि माछा समात्यो हामीले के भेट्यो उयोमा भान्जा मिलेर पुरै गङ्गडो हन्ट गरिरहेको छ गङ्गडो हन्ट के भेट्यो के भेट्यो केही छैन केही छैन उता माछा ठुलो माछा अलि यता ल्याउनु ढुङ्गा निकाल्नु न यस्तो यस्तो आउनु स्पेसल माछा यो हो नि खै माछा यार त्यहाँ पनि ऊ त्यस्तै ठुल्ठुलो आउनु पर्ने यहाँ पानी ठुलो भयो कता कता पर्ने पाल पालबाट गयो होला उतै ठुलो छ त एउटा बोक्यो पाउनु न हामी यता साराको तल निक्लेछ मलाई डर लाग्छ यदि त बोक्यौँ भने मैले आशै गरेको थिएँ स्टेसन भर्सेस रियालिटी टिपु मामा तपाईपट्टि यो हाम्रो थर्ड ट्र्याप होइन त फर्स्ट ट्र्याप चाहिँ राम्रो भयो बोनी राम्रो भएको छ पाउँछ होला नि केही न केही के हो मिडियम मिडियम ओ भागी 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 देवीसँग त धन्दै त्यो त खतरा दोसिलो रहेछ हेर नि मेरो नङमा टोक्नु खोजिरहेको यहाँ गाडी छ कि जा भित्र 8 out of 10 4 out of 10 गङ्गडा मात्रै आउने यार कत्रो कत्रो आयो माछा अहिले यो त ल छिटो गङ्गडा पनि तलै सक्सेस भयो पाक्छ नि फेरि त्यो त त्यही भित्र यहीँ यसरी हाल्नु पर्ला यसरी बोनीले पनि भाग्छ बट्टा सानो भयो म अगाडि नजाने भनेको अघि मैले हो रहेछ ल हिले दुईवटा रहेछ ठुल्ठुलो बुढाहरूको इच्छा पुरा भयो समात्यो यो पालि त्यो माछा उफ्रेको हेर्न ठुलो त उफ्रिन्छ नि हामी यहाँनिर नि त सर बिर्को लाउनु पर्छ यार कहाँ लुगेर बस्यो बाबु अब त मैले उयो फालिदिएको कि हेरौँ न कस्तो फोर्समा खतरा झुन्डिरहेको त है टार्जन बन्न खोजेर टार्जन भन्ने रे खै गङ्गडाहरू देखाएको थियो यार यहीँ समातेर हाल्यो यहाँ उफ्रिरहेछ यो हाम्रो फोर्थ ट्र्याप होइन त फर्स्ट र थर्ड सक्सेसफुल भयो फोर्थ
Come on, come on. Oi, समाते के समाते ए मजा यो समाते छ माछा एउटा बियर चाहिँ साँच्चीकै त्यसमा त्यसको टुप्पी समात्नु पर्ने हो कि उता त्यहाँ झोलामा हुनु के गरेको तपाईँ पनि यो हाम्रो 5th ट्र्याप हैन डेभिड यो त 10 आउट अफ 10 हैन यो 100 आउट अफ 10 खतरा भयो उनी अनि सुत्तै जाने के कता कता यसले मलाई कस्तो क्यापुले भेड्यो भने त फेरि ओ ओइ त्यो अड्दैन यहाँ दुईटा है डेभिड पार्टनर हो क्या ए जुदस ऊ अर्को ठुलो ठुलो डेभिड समात ठुलो ठुलो ढुङ्गामा रहेछ कि है के भेट्यो धमाधम गङ्गडो र माछा हालिरहेछ यहाँ चाहिँ ठुलो बिग वान है किङ के भनौँ किङ क्र्याबहरू छ कति रे 3टा भयो है 6 ट्र्याप भइसक्यो छिटो भयो त अहिले त माछा चाहिँ स्टिल माछा हन्ट भइरहेछ This is our 7th trap. पाउला जस्तो छ है अब हाम्रो इन्ड भइसकेको छ हाम्रो फाइनल प्रोडक्ट चाहिँ अब घर गएपछि देखाउँछु हैन प्लेटमा हालेर यो जोसमा हुन्छ अहिले समय दुईटा ठुलो ल्याएर ठुलो ढुङ्गा मुनि है अझै थियो जस्तो लागेको थियो लो ठुलो छ क्या झन् भन्दा हो नि ऊ सबैभन्दा ठुलो उता 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 डेभिड ओए समाते डेभिड समात कहाँनिर थियो अघि यहाँ छ भने हैन ढुङ्गातिर गयो होला ढुङ्गामा पानी उता पर्छ पक्नु यो ढुङ्गाहरू निकालौँ अलिकति ऊ ठुल त्यही होला यहाँ चेतीले काले हतार सुन्दरी आयो त्यही अघि नै हो क्या हो त्यही कि बदाम अर्को आयो त्यही अघि नै भागेको वाला नै हो कि भित्र गयो होला ल गङ्गा डाँडा माछा समातेर कस्तो फिल भइरहेछ मजा आयो हो थाक्यो ल मामा भाइ तिमीलाई मामालाई कस्तो फिल भइरहेछ एकदम रमाइलो एक झोला मेरो यो जतिखेर कहाँबाट खस्छ यार ऊ सेरु आऊ घर जाऊँ माछा हेर्नु नि खिचिनु पर्दैन फेरि उफ्रिन्छ अहिले पुरो टाइमसँग मरेको छैन हो यो त ल हामी घरतिर जाँदैछौँ अब गएर फ्राई हाने फ्राई
त्यो निलो झोला भरि निलो झोलामा ठुलो ठुलो गङ्गेटा छ अर्को बोतलमा सानो सानो गङ्गेटा र माछा छ मजा आयो कस्तो लागिरहेछ त कस्तो डर पनि लागिरहेको थियो मेरो फर्स्ट एक्सपिरियन्स राम्रै भयो जुगा देखेर डर लाग्यो है अनि ठुलो गङ्गेटाको त हाफ ग्लोभ्सले हाम्रो ग्याङहरू यसरी बोक्ने मान्छेहरू ठुलो भाडा हालेर बाल्टीमा हाल्नुपर्छ नत्र माथि निस्किन्छ ल के अर्को चाहिँ त्यता हेरे गाइस जङ्गलको बाटो हिँड्दै हो यहीँ एकजना यहाँ थाकिसक्यो यता हेर ल ल गाइस ल ल कत्रो रुख हेर त 5 लाख भन्दा बढी आउने रुख यो रुख है गाइस यो रुख बाटो यस्तो छ है यस्तो जङ्गलको बिचमा यसरी हिँड्नु पर्ने छ सिलाइरहेछ यार माछा सबै गए माछा त दुईटै रहेछ त है जिउँदो ओए तिरी हेर्नु नि त्यसले ऊ समातेर खाइरहेको कतै आएर भिडियो बनाइरहनेछु आफूले फुटाउनु खोजिरहेन नि यसले मुनिबाट पर्छ आयो अम्म अनि ठक्कै यो यस्तो गर्ने लामो यो यस्तो फुत्त आउँछ अब के गर्नु जिउँदो छ त खोइ अनि हामीले एउटा सबै देखाउनु म हाल्ने भनेको चलिरहेछ त त्यो पनि सक्छ नानी एकैछिनमा कहाँ मर्छ त बिचरा यो चाहिँ बजारमा किनेको आमा बुढाहरू चलिरहेछ त अहिले मै खाने नखाने आउनु भाउजू हो लोकल मै त रक्सी जस्तो छ ल लोकल कस्तो छ टेस्ट दामी आधी घिउ मिसिहाल्छ यहाँ घिउ हेर्न पुरै पहेँलो भइरहेको आउनु नि यार सबै जङ्गडा मार्ने हो मार्दै जे भयो नि ल हामी पनि जाँदैछौँ हामी कहाँ जाँदैछौँ र बच्च मेलामा है गाउँको मेलामा हामी चाहिँ अङ्कलको गाडीको पछि पछि गइरहेछौँ किनभने हामीलाई बाटो थाहा छैन त्यही भएर हो लेट्स गो रातिको भ्यू यस्तो छ आकाश फेरि आज चाहिँ
आजको हेर्नु कस्तो राम्रो बादल देखिरहेको छ अनि यहाँ पुरै जङ्गलबाट जाँदैछौँ हामी यही टर्निङमा जस्तो छ कति मान्छेहरू हिँड्दैछ यही हो जस्तो छ अनि हाम्रो आँसुहरू अङ्कलहरू सबैजना चाहिँ गाडी बिताउनुहुन्छ लाइटले धेरै गाह्रो भयो क्या तिमीलाई चाहिँ अब ओह्रालो हुन्छ अब ओह्रालो होला आवाज सुन्नु भइरहेछ तपाईँहरूले पुरै झिझिक साउन्ड आइरहेछ पुरै परतिर पनि एकदम मुनिरतिरबाट कताबाट छैन मान्छेहरू धमाधम हिँडिरहेछ आवाज त खत्रै आएर चाहिँ पर्स बोकेको छ कि छैन तिमी पुरै प्याक छ चाहिँ मान्छेहरू आमामामा कति धेरै मान्छेहरू ल उत्रिमै ल बाबा हेलो जात्रा हेर्न आएको हामी एकादशी जात्रा हेलो गाइसहरू सबैजनालाई हेलो हेलो गरिदिनु अङ्कल हामी सबैजना हेटौडाको जात्रा हेर्नु है यहाँ माथि चाहिँ जात्रा यहाँ आँसुहरू हुनुहुन्छ हेलो हाम्रो सबभन्दा ठुलो आँसु यता हेर्नु ल है सबैजना अब हामी जाँदैछौँ पार्किङ गरेर सबैजना गफ हान्दैछौँ र हामी जानु लागेको चाहिँ मेला त्यो लाइट बलिरहेछ आसमान यस्तो देखिरहेछ ल मामा एक दुई स्टेप हान्दिनु हामी अब होइन अबको यहाँको जात्रा अलि रमाइलो भएन भने हामी वनस्पति जङ्गलको जात्रा हेर्न जाने हो क्या यहाँको अब एकछिन चाखौँ अनि अर्को ट्राई गरौँ ब्लगर त हामी नै रहेछ क्या मान्छेहरू कति धेरै मान्छे रहेछ है मान्छेहरू धेरै भन्दा पनि ठिकै भनौँ है मान्छेहरू अब यहाँ गेमहरू भइरहेको छ डान्स गर्ने चाहिँ को छ त खासै रमाइलो चाहिँ रहेन छ हेरिदिउँ न त पुरै हामीले यहाँ अब तासिया हेर्न बाँकी छ अब पुरै हामी चाहिँ अब कतापट्टि हो यो के गर्ने हो यता चाहिँ यस्तोमा म यस्तो नराम्रोसँग हारेको छ एकचोटि घरकोमा हो खेल्ने हो
खेल्ने हो सोनामले जित्छ रे नि त यो त लङ्गर बुर्जा जस्तो हो या हो यार यो खास कसरी खेल्नु पर्ने हो कसरी खेल्ने भयो हजुर जसो ठुलो छ उले खाने हो हामी खाइ दुईटा हो भर्खर त्यहाँ 5000 हानेर हामी यो घुमाउने चाहिँ हो यहाँ आलु दुईटा पाइन्छ आसु कसले जित्छ